नमस्कार दाजुभाइ दिदीबहिनीहरू नेपालभरिबाट संसारभरिबाट हेर्नुहोस्। आज म तपाईहरुलाई एउटा कथा सुनाउन गइरहेको छु र कथाको शीर्षक छ इन्जिनको कमाल भन्ने छ। प्रस्तुतकर्ता म महावीर पुन कबाडी वैज्ञानिक र म अहिले सांसद पनि भएको छु र यो भिडियो मैले खास गरी नेपालको साधारण आम जनताको सहित नेपालको धेरै जान्ने सुन्ने धेरै विद्वानहरूको लागि पनि यो चाहिँ एउटा साधारण भिडियो चाहिँ प्रस्तुत गर्न गइरहेको छु। केही समय अगाडि मैले मेरो फेसबुकमा यो एउटा प्लेनको एउटा हवाईजहाजको फोटो राखेको थिएँ र यो हवाईजहाज हेर्नुहोस्, यो चाहिँ ड्रिम लाइनर जेट चाहिँ विमान हो बोइङको र यसमा दुईवटा ठुला इन्जिनहरू छन् र यो इन्जिनहरूले यो जहाजलाई चाहिँ उडाउँछ। र त्यही जहाजको चाहिँ मैले अर्को फोटो राखेको थिएँ, त्यसमा चाहिँ त्यो जहाजमा चाहिँ इन्जिन चाहिँ मैले निकालेर चाहिँ फोटो राखेको थिएँ र यो जहाजमा चाहिँ इन्जिन छैन र यसभन्दा अघिल्लो जहाजमा चाहिँ इन्जिन छ। र अब सबैलाई थाहा भएकै कुरा हो कि इन्जिन भयो भनेदेखि जहाज उड्छ, इन्जिन भएन भनेदेखि जहाज उड्दैन। हामीले यो जहाज जतिसुकै राम्रो बनाऊ, यो इन्जिन यो जहाजभित्रको चाहिँ दृश्य हो हेर्नुहोस्, यति राम्रो चिटिक्क परेको चाहिँ जहाजभित्रको दृश्य छ। जहाज चल्नेहरूले यो थाहा पाउनु भएकै छ र यो जतिसुकै भित्र जतिसुकै राम्रो जतिसुकै चिटिक्क जतिसुकै सुन्दर बनाए तापनि यो जहाजमा चाहिँ यदि इन्जिन भएन भने यो जहाज चाहिँ उड्दैन भन्ने कुरा सबैलाई सर्वसाधारणलाई नै थाहा छ। अब त्यसै गरेर चाहिँ यो अर्को एउटा उदाहरण दिन गइरहेको छु। यो उदाहरणमा चाहिँ मैले एउटा कार हो, एकदमै भक्सवागनको एकदमै महँगो कार हो र यो महँगो कारको इन्जिन छ। यो इन्जिन हेर्नुहोस् र इन्जिनले गर्दाखेरि यो कार चाहिँ एकदमै राम्रोसँग उड्छ र त्यही कारको इन्जिन निकालेर मैले यहाँ अर्को फोटो राखेको छु र यो इन्जिन निकालेको यो कार चाहिँ उड्दैन। एउटै कार हो, एउटा इन्जिन छ एउटा इन्जिन छैन, इन्जिन भएन भनेदेखि कार चाहिँ उड्दैन। त्यसै किसिमले मैले एउटा अर्को पानी जहाजको यो क्रुज सिप भन्छन्, एकदमै धनी मान्छेहरू अब भ्याकेसन गर्नको लागि जान्छन् र यो क्रुज सिप जतिसुकै राम्रो होस्, अब यसमा चाहिँ यहाँ अहिले चाहिँ यहाँ के छ त भन्दाखेरि यो क्रुज सिपमा यो इन्जिन छ, प्रोपेलर छ, यसले गर्दाखेरि यो जहाज चाहिँ पानी जहाज चाहिँ समुद्रमा तैरिन्छ र यही पानी जहाजको चाहिँ हामीले यो इन्जिन जुन तलको छ यहाँ मैले निकालेर राखेको छु, यो इन्जिन चाहिँ निकालियो भनेदेखि यो जहाज चाहिँ पानीमा तैरिन सक्दैन र गन्तव्यमा पुग्न पनि सक्दैन। त्यस्तै किसिमले यो ट्रेनको कुरा पनि छ, ट्रेनमा चाहिँ त्यहाँ इन्जिन छ, यो ट्रेन दौडिरहेको छ र ट्रेनको चाहिँ इन्जिन झिक्यो भनेदेखि यो ट्रेन चाहिँ कुद्न सक्दैन। यो चाहिँ भयो मैले तपाईँलाई देखेको भन्न खोजेको उदाहरण हो र यो इन्जिन भएन भनेदेखि उड्दैन पनि उड्दैन पनि भन्ने कुरा तपाईँहरूलाई थाहा छँदै छ। अब यी इन्जिनहरूको विकास कसरी भयो भन्ने कुरा धेरै जसोलाई थाहा, तपाईँहरूलाई पढे लेखेकोलाई धेरैलाई थाहा छ। यो इन्जिनको विकासको कुरा हेर्ने हो भनेदेखि ल हेर्नुहोस्, यो राइट ब्रदर्सले सबैभन्दा पहिला विकास गरेको र उडाएको 15-20 सेकेन्ड चाहिँ उडाएको चाहिँ हवाईजहाज हो। यो सबैभन्दा पहिलो हवाईजहाज उडेको चाहिँ, त्यसमा चाहिँ एउटा मान्छे चाहिँ यहाँ बसेको छ, यसमा इन्जिन छ र त्यसपछि अब यो जहाजको विकास हुँदै जाँदाखेरि यहाँ चाहिँ दुईवटा मान्छे बसेर पनि यहाँ उडेको देखिन्छ र यसो हेर्दाखेरि यो चाहिँ चङ्गा जस्तो, हामीले उडाउने चङ्गा जस्तो देखिन्छ र यसै किसिमले यो गएको 100 वर्षमा चाहिँ यो विभिन्न किसिमको जहाजहरूको विकास हुँदै गएर हेर्नुहोस्, यहाँ अनेकौं किसिमका जहाजहरू चाहिँ विकास हुँदै गयो। विकास भएर अहिले ठुला ठुला जहाजहरू विभिन्न किसिमका जहाजहरू बने। यो चाहिँ इतिहास भयो। र कारको कुरा गरौँ। अब कार यो सबैभन्दा पहिलो इन्जिन हालेर गुड्ने कार चाहिँ यो हो। हेर्नुहोस्, यो चाहिँ 1885 मा चाहिँ कार्ल बेन्जले बनाएको कार सबैभन्दा पहिलो कार हो र यसमा इन्जिन भएको हुनाले यो चाहिँ गुडिरहेको छ र यो त्यो कारलाई चाहिँ विकसित गर्दै गएर यो चाहिँ एक किसिमले मान्छे बोक्ने, पेसेन्जर बोक्ने, यात्रुहरू बोक्ने चाहिँ एउटा गाडी बनाएको छ। यहाँ 8 जना चाहिँ यात्रुहरू चढेको देखिन्छ। अहिलेको भनौँ न हाइस जस्तो माइक्रो बस जस्तो यसलाई ठाउँ उति बेलाको। यसरी नै अब त्यति बेलाको एकदम फ्यान्सी कार भनेर यो
1908 मा भएको चाहिँ यो फोर्ड कार हेर्नुहोस्, यो विकास हुँदै गइरहेको छ। तर अहिले तपाईँहरूलाई थाहा छँदैछ अनेकौं किसिमका कारहरू, महँगा महँगा कारहरूको विकास भएर सबैले चाहिँ आनन्दका साथ पैसा हुनेले चाहिँ कारहरू चलाएर हिँड्नु भएको छ। पानी जहाजको कुरा गर्ने हो भने सुरुमा त मान्छेले डुङ्गाको आविष्कार गर्यो, त्यसपछि डुङ्गालाई अलिक छिटो हिँडाउनुको लागि यस्तै किसिमले पाल टाँगेर पालबाट चाहिँ हावाको चाहिँ उसले गर्दाखेरि, हावाको जोडले गर्दाखेरि अगाडि बढ्ने बनायो र त्यही पालबाट चल्ने पानी जहाजमा चाहिँ यहाँ यो चाहिँ इन्जिन, स्टिम इन्जिन राखेर यो इन्जिन राखेर चाहिँ यसरी चल्ने सुरुवातको दिनको पानी जहाज यो भयो। अनि अहिले यो यहाँ हेर्नुहोस्, सुरुमा चाहिँ यो एउटा रेलको लिग हो, यो रेलको लिग हो, त्यसमा चाहिँ एउटा बग्गी राखेको छ, पेसेन्जरहरू त्यहाँ बसेको छ र घोडाले तानिरहेको छ। हेर्नुहोस्, घोडाले रेलको चाहिँ लिगमा चाहिँ पेसेन्जरहरू तानिरहेको छ। यसलाई चाहिँ विकास गर्दै गएर अहिले चाहिँ अनेकौं किसिमका एकदमै बुलेट ट्रेनहरू भन्छन्, यस्ता किसिमका रेलहरूको चाहिँ विकास भएको छ। अब मैले यहाँ यो 5-7 उदाहरणहरू देखाएर तपाईँहरूलाई भन्न खोजेको कुरा के हो भन्दाखेरि अब कुनै पनि चिजलाई उडाउनको लागि र गुडाउनको लागि चाहिँ इन्जिन चाहिन्छ। इन्जिन भएन भनेदेखि त्यो गाडी होस्, त्यो हवाईजहाज होस्, त्यो पानी जहाज होस्, त्यो रेल होस्, त्यो चाहिँ उड्दैन। र त्यसै किसिमले चाहिँ देशलाई उडाउनको लागि, देशलाई उडाउनु भनेको देशको अर्थतन्त्र सुधारेर देशमा समृद्धि ल्याउने, देशमा चाहिँ आम जनतालाई चाहिँ सुख समृद्धि गरेर उनीहरूको जीवन चाहिँ उकास्ने र देशमा चाहिँ शान्ति ल्याउनेको साथसाथै देशको अस्तित्व जोगाउनको लागि चाहिँ देशलाई चाहिँ चलाउने चाहिँ इन्जिन चाहिन्छ। र त्यो इन्जिन भनेको चाहिँ के हो त भन्दाखेरि विज्ञान, प्रविधि, आविष्कार, अनुसन्धान र नवप्रवर्तन हो। जसरी मैले तपाईँलाई देखाएँ, यो हवाईजहाजहरूको विकास कसरी भयो, ट्रेनको विकास कसरी भयो, कारको विकास कसरी भयो भन्ने कुरामा उदाहरणहरू देखाएँ। त्यो एकैचोटि भएको होइन, त्यो बिस्तारै 100 वर्षको अवधिमा चाहिँ बिस्तारै हुँदै गएर चाहिँ अहिलेको स्थितिमा आएको हो। त्यसैले नै देशलाई आर्थिक रूपमा समृद्ध बनाउनको लागि चाहिँ अब विज्ञान, प्रविधि, आविष्कार, अनुसन्धान र नवप्रवर्तनलाई चाहिँ इन्जिनको रूपमा मानेर यसैको आधारमा देशको प्रतिभाशाली सन्ततिहरू, युवाहरूलाई चाहिँ अनुसन्धान, आविष्कार गर्ने, नवप्रवर्तन गर्नको लागि चाहिँ त्यसमा चाहिँ उक्साएर चाहिँ देशमा चाहिँ देशको अर्थतन्त्र बढाउने हो। किनभने नवप्रवर्तन, अनुसन्धान नगरिकन, आविष्कार नगरिकन कुनै चिज पनि बन्दैन। कुनै चिज नबनेपछि अब त्यसको व्यापार हुन्न, व्यापार नभएपछि चाहिँ के हुन्छ त भन्दाखेरि पैसा पनि आउँदैन र रोजगारी पनि सिर्जना हुँदैन। त्यसकारणले मैले नै बारम्बार चाहिँ भनिरहेको धेरै वर्ष भयो, तपाईँलाई थाहा छँदैछ कि देशमा विज्ञान, प्रविधि, आविष्कार, अनुसन्धान र नवप्रवर्तनको काम हुनैपर्छ। सरकारले यो कुरालाई चाहिँ जोड दिनै पर्छ र यसको लागि पर्याप्त बजेट छुट्याउनै पर्छ भन्ने चाहिँ मेरो माग थियो र मन्त्रालय पनि एकदमै बलियो मन्त्रालय बनाउनु पर्छ भन्ने माग थियो। अहिले चाहिँ मन्त्रालय चाहिँ बनेको छ, तर मन्त्रालय मात्रै बनाएर हुँदैन, यसको लागि मन्त्रालयलाई चलाउनको लागि चाहिँ पर्याप्त मात्रामा चाहिँ बजेट छुट्याउनु पर्छ। र मैले माग गरेको बजेट भनेको चाहिँ के हो त भन्दाखेरि पुँजीगत खर्चको 1%, त्यो भनेको वर्षको 2-3 अरब रुपियाँ हो। त्यो 2-3 अरब रुपियाँ सरकारले इच्छा राख्ने हो भनेदेखि छुट्याउन सक्छ। तर त्यो 2-3 अरब रुपियाँले केही पनि अनुसन्धान, आविष्कार हुँदैन, एउटा जग चाहिँ बसाल्न सक्छ।